फुटेको भाँडो एउटा छोटो प्रेरक कथा। एक समयको कुरा हो, एउटा गाउँमा पानी बोक्ने व्यक्तिसँग दुईवटा भाँडा थिए। एउटा उत्तम थियो, अर्कोमा फुटेको थियो। हरेक दिन त्यो मानिसले खोलाबाट आफ्नो मालिकको घरमा पानी बोकेर जान्थ्यो, तर ऊ आइपुग्दासम्म फुटेको भाँडो आधा मात्र भरिएको थियो। आफ्नो कमजोरी देखेर लज्जित हुँदै फुटेको भाँडाले एकपटक भन्यो, मलाई माफ गर्नुहोस्, म पर्याप्त राम्रो छैन, म तिम्रो प्रयास खेर फाल्छु। पानी बोक्ने व्यक्तिले मुस्कुराउँदै जवाफ दियो, के तिमीले बाटोको छेउमा फुलहरू याद गर्यौ? मैले त्यहाँ बिउ रोपेको थिएँ र तिमीले अन्जानमा हरेक दिन पानी हाल्यौ। तिम्रो कारणले गर्दा मसँग घर सजाउनको लागि सुन्दर फुलहरू छन्। यस एउटा प्रेरक कथाले कुन खालको नैतिक हामीलाई दिशा दिन खोज्दछ? हरूले कमेन्ट गर्नुहोस्। धन्यवाद।